जोरदार तालीका साथ उहाँको यो ऐतिहासिक प्रस्तुतिलाई स्वागत गरिदिनुलाई हार्दिक अनुरोध। तालीका साथ, जोरदार तालीका साथ। तपाईँहरूसँग राष्ट्रिय झन्डा छ। पोखरखोकी युवा समाजले आयोजना गरेको यो राष्ट्रिय कार्यक्रममा त्यसैले हामीले यो कार्यक्रममा राष्ट्रिय झन्डा फरफराएर कार्यक्रम सुरु गरेको हामी पहिला राष्ट्रियता हो, त्यस पछाडि मात्रै अरू एबिसिडी हो भन्ने कुन मन्त्रका साथ हामी लागि परेका छौँ। राष्ट्रिय झन्डा फरफराइदिनु हुनलाई स्वयंसेवक साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। धेरै दिनहरूको लागि उहाँको मनोबल बढाउनको लागि जोरदार ताली बजाइदिनुको लागि सबैको हार्दिक अनुरोध गर्दछु। साथै यो ऐतिहासिक प्रस्तुति पोखरखोकी युवा समाजबाट आयोजित राष्ट्रव्यापी नयाँ बाजा महोत्सवका पोखरखोकी समाज लगायत विभिन्न हाम्रा खगी समुदायहरूले आफ्नो योगदान दिएर राष्ट्रलाई गौरव हुने कार्य अगाडि बढाइराख्नु भएको छ। तसर्थ उहाँहरूको प्रस्तुति उहाँहरूको प्रयास र उहाँको विश्वासलाई हामी कदर गर्दछौँ। धैर्यताका साथ हेरिदिनु हुन हार्दिक अनुरोध। उहाँको ऐतिहासिक उहाँको 1 2 3 4वटा ठुला ढुङ्गा उहाँको बोलीमा पेटमा राखेर 20 किलोको हाम्रोले उहाँको ऐतिहासिक कार्यक्रम उहाँको जोरदार तालीका साथ स्वागत गरिदिनु। उहाँको यो ऐतिहासिक खेलको लागि सबैजना हार्दिक अनुरोध गर्दछु। जोरदार ताली साथ स्वागत गरिदिनु। उहाँको यो विश्वास र प्रयासको लागि उहाँको हार्दिक धन्यवाद दिन चाहन्छु। जोरदार तालीका साथ स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। उहाँको 2टा फुटिसक्यो। अब उहाँले प्रयास गर्दै हुनुहुन्छ, अझै 2टा बाँकी छ। उहाँको यो ऐतिहासिक कदर गर्छौँ पोखरखोकीमा समाजलाई सम्पूर्ण खरफुटहरू हुनको लागि समय साथ मायाको चिरो प्रदान गरेर हार्दिक अनुरोध गर्छौँ।